स्टप गाइज है भिडियो स्क्रल नगर्नु होला है भिडियो स्क्रल नगर्नु होला मैले चाहिँ हजुरको लागि नेक्स्ट के आउँदैछ है नेक्स्ट युनिभर्सले के चाहिँ मेसेज दिनुहुन्छ हजुरलाई हेर्छु है त नेक्स्ट युनिभर्सले मेरो भ्युअर्सलाई के मेसेज दिनुहुन्छ त हेरौँ है त स्क्रल नगर्नु होला है डबल ट्याप गर्नुहोस् स्क्रिनमा है कमेन्ट गर्नुहोस् अनि हजुरलाई रेडी हुनुहोस् हजुरको लागि युनिभर्सले दिन चाहनु भएको मेसेज ओके 10 अफ वान्स है सुरुमा त करियरलाई लिएर एकदमै टेन्सनमा हुनुहुन्छ है लाइफ कसरी अगाडि जाने हो भनेर एकदमै टेन्सनमा मानिरहनु भएको छ एकदमै हार्डवर्क गर्नु भएको छ आफ्नो इफोर्ट लाउनु भएको छ सक्दो प्रयास गर्नु भएको छ कि कामलाई सक्सेस बनाउँछु लाइफमा खुसी हुन्छु भनेर यति मेहनत गर्नु भएको छ हजुरले यो मेहनत गर्नु भएको समय अथवा हजुरले मेहनत गर्नु भएको खेरा जाँदैन अब चाहिँ नयाँ सुरुवात हुन्छ यो दुःखको अन्त्य हुन्छ धेरै टाइम छैन हजुरको लागि यो ती दुःख गर्नको लागि चाहिँ धेरै समय दुःख गर्नु पर्दैन अब करियरमा ग्रोथ हुन्छ काम कुरामा अपर्च्युनिटी आउँछ हजुरलाई आफ्नो हेल्थलाई विचार गर्नुहोस् ख्याल राख्नुहोस् हजुरलाई भगवानले चाहिँ अब धेरै टाइम छैन तिम्रो लाइफमा नयाँ सुरुवात डेफिनेटली हुन्छ करियरमा अपर्च्युनिटी डेफिनेटली आउँछ धैर्य गरेर बस तिम्रो लागि मैले केही प्लान गरेको छु टेन्सन नलिऊ भनेर चाहिँ भगवानले चाहिँ भन्नु भएको छ थ्याङ्क यू गाइज क्लेम गर्नुहोस् यो एनर्जीलाई अनि हजुरलाई चाहिँ नेक्स्ट लाइभमा भेट्छु है त थ्याङ्क यू